सम्पूर्णमा नमस्कार। हामीले आज घाँसे बालीमा आधारित पशुपालन भन्ने मूल मर्मलाई आत्मसात गर्दै विभिन्न चरणमा घाँस खेतीलाई विस्तार गर्ने क्रममा हामीले कहिले बहुवर्षीय घाँस नेपियर प्रजातिका घाँसहरू विस्तार गरिराखेका छौँ भने अहिले चाहिँ हामीले सिजनल घाँस मकैचरी, सुडान, बाजरा र मकैलाई मिक्स गरेर हामीले चाहिँ सिजनल घाँस बर्खे घाँस चाहिँ छर्ने काम आज गर्दैछौँ। करिब हामीले 6 कट्टा जमिनमा आज यो सिजनल घाँस छर्ने कार्यक्रम गरिराखेका छौँ भने हाम्रो मुख्य उद्देश्य पशुवस्तुलाई हरियो घाँसमा आधारित बनाएर दानाको लागत घटाउने र घाँसमा आधारित पशुपालन गर्ने हाम्रो मुख्य उद्देश्य रहेको छ